Hello everyone, नमस्ते छजालो झोले कोन्निचिवा अन्नाइहासेओ वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म मेरो ड्युटी सकेर बाहिर निस्केको थियो। मौसमले लास्टै च्यालेन्ज खाने जस्तो लाग्यो। यसो बाहिर गएर केट्रिक पहान्ने भनेको त एक्लै भयो। त्यहाँदेखि एक्लै के जाने जस्तो लागेर अब बहिनीकोमा जाने निर्णय लिएर बहिनीकोमा किन जाने भन्दा त तातो मोमो खाएर ज्यान तातो बनाउन लाग्यो है। फेरि किन त बहिनीकोमा जाने भन्दा किनकि मेरोमा मोमो पकाउने भाँडो छैन। ल है त बहिनीकोमा गएर भेटेन ढाङ टाङ। फाइनली म बहिनीको घर आइपुगेँ। ढोका ढकढकाएर यसो लुकेको त बहिनी के भन्छ भने दाइबो भन्यो मैले त दुःख गरेर लुकेको खेर गयो। आयो के आयो मोमो आयो। थपाको मुखबाट पानी पानी आयो। तपाईँहरूको मुखबाट पनि पानी आयो होला भन्ने मलाई लाग्छ। र हामीले चाहिँ मोमो च्यालेन्जमा मोमो मात्र नभइकन सेलरोटी मासु सलादहरू पनि लिएका छौँ। किनभने बहिनीलाई खानेकुरा बनाउन लास्टै मनपर्छ। हामीले चाहिँ 1 मिनटमा 10वटा मोमो खाइसक्नु पर्ने च्यालेन्ज लिएर आयो र च्यालेन्ज सुरु हुन्छ। यो मोमो चाहिँ हामी आफैले घरमा बनाएको है त, कुनै रेस्टुरेन्टबाट किनेको होइन। तर टेस्ट भने रेस्टुरेन्टको भन्दा पनि कम छैन। यति मिठो थियो कि मेरो चाहिँ घित्रामा लाग्यो। साथीहरू तपाईँहरूको मिठो मोमो केमा लाग्छ भन्नु कमेन्टमा भन्नु होला। मलाई चाहिँ घित्रामा लाग्यो है त। दबाउँदै थियो बहिनीले चाहिँ मेरो प्लेटतिर हेर्छ र अब मेरो मोमो कम भएको भएर दाइलाई चाहिँ मैले मोमो कम राख्यो क्या हो भनेर पनि उसले मलाई क्वेसन सोध्छ। यो भनेको च्यालेन्ज हो, मैले नसुने जस्तो गरेर दबाउन थाल्छ। र साथीहरू च्यालेन्जमा पनि कसैले घटी बढी राख्छ होला त राखिँदैन। र दबाउँदै थियो। लगभग 40 सेकेन्ड 45 सेकेन्डमा चाहिँ मैले 10वटा मोमो खाइसकेको हुन्छ है। साथीहरू तपाईँहरूले सक्नुहुन्छ कि नै कमेन्ट बक्समा भन्नु होला। यदि तपाईँहरू 1 मिनटभित्र 10वटा मोमो खाइसक्नुहुन्छ भने चाहिँ मसँग कम्पिटिसन गर्न आउनु होला भनेर मैले रिक्वेस्ट गरेको छ। मोमो चाहिँ लास्टै मिठो भयो। ल मैले खाएर पनि सकेँ। दुईजनाले खाएर सकेन। मोमो चाहिँ लास्टै मिठो भएको कारणले गर्दा फेरि हामी क्यामेरा पछाडि पनि खानेछौँ। र हाम्रो भिडियो कस्तो लाग्छ कमेन्ट बक्समा भन्नुहोला। र यस्तो ल्याउँदा चाहिँ राम्रो हुन्छ भनेर तपाईँहरूले सल्लाह पनि दिनुहोला। बाई बाई।